हेलो एन्ड नमस्ते साथीहरू सबैजनालाई फेरि पनि स्वागत छ मेरो यो आजको नयाँ भ्लगमा। आज हामी जाँदैछौँ रसुवा जिल्लामा रहेको मैलुङ झरना अर्थात् त्यसलाई ब्लाङ्जे झरना पनि भनिन्छ। ब्लाङ्जे होइन भाङ्गे झरना भनिन्छ। आज पनि हामी अस्तिको जस्तो सञ्जीव, म, सुदीप अनि रूपेश भएर 4 जना भएर हामी त्यो ठाउँ जान लागेका छौँ। अहिले चाहिँ त्यहाँ सञ्जीव पेट्रोल पम्पमा कुरिरहेछ अस्तिको जस्तो। त्यसलाई भेटेर अनि सुदीपलाई चाहिँ हामी रूपेशलाई चाहिँ हामी उसको अफिसबाट पिक गर्छौँ। हामी मूलपानी र मूलपानीबाट बौद्ध हुँदै अगाडि बढ्छौँ आज। सो गाइज अहिले चाहिँ हामी यहाँ बौद्धमा छौँ। बौद्ध पुग्यो है। अब बौद्धबाट हामी चाबेल अनि चाबेल चोकबाट हामी लाग्छौँ राइट। सो अहिले चाहिँ खासै भिडभाड छैन यहाँनिर, नभए त यस्तो अप्ठ्यारो हुन्थ्यो। एक राउन्ड घुमिदिउँ राउन्ड अबाउटबाट एन्ड देन लेट्स मुभ टुवर्ड्स नारायण गोपाल चोक। होइन मेन बाटो भनेको चाहिँ त्यहाँ जाँदाखेरिको सिनारियो कस्तो छ भन्ने कुराले चाहिँ अलिकति म्याटर गर्छ जस्तो लाग्छ मलाई। सो म चाहिँ यहाँ हेर्नु सुपरम्यान बाटो रोकिदिने देखाएर न जेब्रा क्रसिङ छ न केही छ बट बाटो रोकिदिने दोज आर सुपरम्यान्स होइन। मैले भन्न खोजेको चाहिँ अहिले अब यो सहरको भिडभाड कोलाहाल के हेर्नु कति हेर्नु, यहीबाट टाढा भाग्नको लागि चाहिँ हामी उता रसुवा मैलुङ जाँदैछौँ। यो चाहिँ हाम्रो राष्ट्रपति भवन शीतल निवास, एकदम शीतल छ। शीतल निवास मेबी त्यो रेडी नै छ होला त्यहाँ। ल के छ सर, रेडी हुनुहुन्छ नि? हामी रेडी छौँ। भने हामी सधैँ तयार छौँ। के हो दलेर के दलिरहेछ गनाइरहेछ त? त्यो टायर गनाएर ल जाउँ। ल हिँड्यो है त साथीहरू, यहाँ बोकियो एकजना गरुङ्गो व्यक्तिलाई देखा। अनि अब यहाँबाट हामी लौके झर्ना गएको ठाउँबाट चाहिँ ग्रान्डी इन्टरनेसनल हस्पिटल के गर्नु जिन्दगानीमा साथीहरू। ल यो बाटो जाउँ। बाटो चाहिँ लगभग सबै राम्रै छ यार। त्यसो भए केटा ल अहिले चाहिँ हामी यहाँ टोखा पुग्यौँ। अब यो टोखाको पुरानो बस्ती है। अनि यहाँबाट हामी जान्छौँ सिधा सर्लक्क लाएर यो माथिसम्म जहाँसम्म गइएको छु अहिलेसम्म लौके झर्नासम्म बाटो यस्तै छ। सर्लक जाने हो। लमा चस्मा खोइ चस्मा ब्यागमा यो गोजीमा छ। गोजीमा टोखाबाट चाहिँ हामी सरर यो सबैजना लगभग बाटो चाहिँ यहाँ ढलान छ। ढलान कट्दै मजाले उकालो चढ्दै आइसकेपछि यहाँनिर चेक पोइन्ट आउँछ, यो गुर्जे भन्ज्याङ भन्छ यसलाई। अनि यहाँबाट चाहिँ हामी लाग्छौँ लेफ्ट है। यहाँ गाडीहरू छ अनि त्यहाँ साथीहरू कुरिरहेछन्। त्यहाँनिर सुदीपहरू छ कि के चेकिङ हो? चेकिङ छ जस्तो छ। चेकिङ हो खै वे यहाँबाट भ्यू पोइन्ट केटाहरू सबलाई बयान गर भनेको होइन। केटाहरूलाई बयानै गर्न आउँदैन के। बयान गर्न आएपछि केटी कसरी पट्टिन्छ के गरिसक्यो हुन त भन्दा के भन्ने, यिनीहरूले केटी पटाइ खाँदैन। बयान यसरी गर्ने हो, पहिला उताबाट हेर्ने त्यो पर उताबाट यसले चाहिँ घुम्टो ओढिरहेछ यस्तो मजाले रातो होइन। तर प्रकृतिले रातो घुम्टो ओढ्दैन। सर घुम्टो ओढ्दै माथि आउँदाखेरि यो ठाउँ आउँदाखेरि चाहिँ अब यता खासमा हिमालहरू हुनुपर्ने हो चटक होइन। तर अहिले अब यो गर्मी भएको कारणले गर्दाखेरि होला त्यति साह्रो चाहिँ छैन। तर स्टिल आँखालाई लभ्याउने मनलाई चाहिँ शान्ति दिने जतिको यो भ्यू अरू ठाउँमा चाहिँ पाइँदैन होइन। सो तपाईँहरू आउँदै हुनुहुन्छ भने यो ठाउँ चाहिँ मिस नगर्नु होला। यो चाहिँ अब भ्यू पोइन्ट हो, मजाले देखिन्छ। अहिले छोपिसक्यो अझै, तर यो छोपिसक्दाखेरि पनि हामीले पनि मुटुभित्र यसलाई छोपेका छौँ, राखेका छौँ। यसरी बयान गर्ने केटा
केही बेरको विश्रामपछि हामी फेरि पनि अगाडि बढ्यौँ। बाटो यस्तो रमाइलो थियो है, सरररर गयौँ, हुस्सुले ढाकिएको थियो वरिपरि, केटाहरू अगाडि गइरहेको थियो मजाले। अनि फेरि अगाडि बढ्दै जाँदाखेरि झन्झन रमाइलो बाटो आयो, वरिपरि हरियाली, अनि त्यसपछि आकाशले खेलेको त्यो रङ, यस्तो आनन्द कि कुरै नगरौँ। बाटो यति नै राम्रो, अति नै बवाल थियो। अलिकति अगाडि पुगिसकेपछि हामीले खाजा खाने निर्णय गऱ्यौँ र खाजा खानको लागि हामी कुनै एक ठाउँमा रोक्यौँ र खाजाको लागि हामी तयार भयौँ है त। आज चाहिँ दोलाल घाट जस्तो लागेको छैन नि? आज कहाँ जस्तो लागिरहेछ त? आज यहीँ जस्तो लाग्छ। कहाँ यहीँ भने? अहिलेसम्मको यात्रा एकदम सहज, राम्रो, सजिलो, आनन्ददायक। के कारणले गर्दा? बाटो प्लस नेचुरल भ्यू एकदम राम्रो छ। दामी झर्ना बाटोमा झर्ना सधैँ चाहिँ बिरामी मान्छे तर गाह्रो त भएको छैन नि? यो के बनाइर? यो हाइड्रेसन रिहाइड्रेट गर्न लाग्यो हामी। ए ल ठिक छ ठिक छ। ओइ चस्मावाला, के तँलाई कस्तो लागिरहेछ? मलाई राम्रो लागिरहेछ। अलिक राम्रो छैन भन् न। या राम्रो लागिरहेछ। या मलाई चाहिँ किन राम्रो लाग्छ भने राम्रो भर्छ क्या त्यो। या अर्ग्यानिक खाजा, चना, अन्डा, चना अन्डा। खाजा खाइसकेपछि छुट्टै मजा आउने है। खाजा खाइसकेपछि पेट टन्न भयो। त्यसपछि फेरि हामी त्यहाँबाट हाम्रो आजको जानुपर्ने ठाउँ भाङ्गे झर्नको लागि हामी अगाडि बढौँ। अगाडि बढ्दै जाँदाखेरि पहिला हामी जुन ठाउँबाट लौके झर्न गएका थियौँ, त्यो लौके झर्नबाट अझै अगाडि गइसकेपछि बाटो झन्नै आनन्द खालको छ। यदि तपाईँहरू पनि कोही जान चाहनुहुन्छ भने ढुक्कै आनन्दले गइ हुन्छ। झन् अलिकति अगाडि बढिसकेपछि त है बेसी आउने, त्यसपछि त बाटो झन् त्यो सिधा आनन्द खालको सरररर एकदमै आनन्दले गयो। केही त्यस्तो समस्या थिएन। अगाडि बढ्दै गयौँ। अलिकति अगाडि पुगेपछि झन् वरिपरि त्यो धानहरू रोपेको होइन, त्यसपछि त्यो गाउँको परिवेश अरे हेर्दै आनन्दले हामी झन्झन मजाले अगाडि बढ्दै गयौँ। त्यो ठाउँ साँच्चीकै हेर्न लायकको थियो। तपाईँहरू पनि जाँदाखेरि यो ठाउँ मजाले हेर्न सक्नुहुन्छ। कुनै ठाउँमा अलिअलि बाटो बिग्रेको हो, नबिग्रेको चाहिँ होइन, तर यसलाई बिग्रेको भन्न मिल्दैन, किनभने यस्तो बाटोहरू नेपालमा आउँदै गर्छ। नेपाल हो भनेर त चिनाउनु पऱ्यो नि कमसेकम, हो कि न साथीहरू? फेरि पनि हामी सरर अगाडि बढौँ। अनि त्यसपछि अगाडि बढ्दै जाँदाखेरि यो अलिकति अगाडि गइसकेपछि बिदुर भन्ने ठाउँ आउँदो रहेछ। बिदुर बजारसम्म आइपुग्दाखेरि पनि बाटो एकदमै राम्रै छ भन्न मैले सम्मको लागि केही पनि छैन, त्यस्तो आनन्दको बाटो छ। अब यहाँबाट चाहिँ कस्तो हुन्छ है त? कति मुखै यहाँ मुखभित्र आज मुखभित्र हाल्न खोजेको नुवाकोटको बिदुर बजारमा स्वागत छ। गङ्गटे गङ्गटे हो? गङ्गटे कति बिदुर बोल त बोल। बोल्नु बोल, पत्रकार बनाएर कसरी बोल्नु। नमस्ते, म भाग्य नेउपानी। यो चाहिँ बिदुर बजार हो होइन, नुवाकोटको। गर्मीको मजाले गर्मी चढिसक्यो अहिले। एकछिन हामी यहाँ ब्रेक लिइरहेछौँ, यहाँ यसो क्यास बोकिहालौँ भनेर। तपाईँहरू पनि कोही घुम्न आउनुहुन्छ भने क्यास बोकौँ अलिअलि, काम लाग्छ। यो हेर्दाखेरि चाहिँ अलिकति स्ट्यान्डर्ड देखे पनि यो अस्ति सहकारी ठग भने यही हो। अनुहार पनि त्यस्तै परेछ। ठग्ने मान्छे यही हो हजुर। यसलाई कतै बाटोमा भेट्नु भयो भने केही नभन्नु होला, यो ठगिसक्यो अहिले। बिदुर बजारबाट केही समयको यात्रापछि हामी अगाडि बढ्दाखेरि एउटा बाटो हामीले बिराएका थियौँ। हामी यहाँबाट राइट जानुपर्ने, तर हामी सिधा गएका थियौँ, जसले गर्दाखेरि हामीले बाटो बिराएका थियौँ। तपाईँहरू पनि यदि कोही जाँदै हुनुहुन्छ भने यो बाटोबाट नजानु होला, सिधा नगइकन हामीले मैले जुन भनेको थिएँ त्यसको राइटबाट जानु होला। त्यसपछि चाहिँ हामी रसुवा जिल्ला छुन्छौँ। त्यो बाटोबाट दाहिने लागिसकेपछि बाटो एकदमै रमाइलो छ। यो बाटो हाम्रो देश नेपाल र चाइनाको बोर्डर रसुवा नाकासम्म पुग्न सकिन्छ। तपाईँहरूले वरिपरि जति पनि अघि भर्खरै ट्रकहरू देख्नुभयो, त्यो ट्रकहरू सबै नेपालको बोर्डर र चाइनाको बोर्डर रसुवा नाकामा गएर त्यहाँबाट चाइनाबाट सामानहरू ल्याउने गरिन्छ, जुन हाम्रो देश नेपालभरि फैलिएर बेच्ने काम गरिन्छ। त्यो आफ्नो ठाउँमा छ। तपाईँहरू बाटोको आनन्द लिनुहोस्। यति मजाको बाटो, वरिपरि हरियाली, सर्लक्क चिटिक्क परेको चिल्लो बाटो, यत्तिको आनन्दमय बाटो तपाईँहरूले भेट्नुहुन्न होला भन्दै थिएँ, तर अगाडि अलिकति फेरि अप्ठ्यारो बाटो आयो।
त्यसपछि अलिकति अगाडि आइसकेपछि हामीले एउटा दृश्य देख्यौँ जसले हामीलाई एकछिन रोक्न बाध्य है तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ यो त्रिशुलीको भेल उर्लिरहेको छ अनि हामी यहाँ एकैछिन थोरै बाटोको ब्रेक लिँदैछौँ अनि जे होस् अहिलेसम्म पानी परेको छैन मौसम बवाल छ राम्रो छ चलिरहेको छ जिन्दगानीमा सो यस्तै खालको मौसम भइराख्यो भने हामी सजिलैसँग चाहिँ भाङ्गे झरना र अर्थात् मैलुङ झरना चाहिँ पुग्नेछौँ सो लेट्स गो अन द वे टु गो अझै पनि सायद छ होला हुन्छ 15-20 किलोमिटर लेट्स गो कति टाइम लाग्छ है त त्यहाँबाट केही घन्टाको राइड लिइसकेपछि हामी भाङ्गे झरनाको प्रवेशद्वार पुग्छौँ र त्यहाँ एकछिन हामी अल्मलिन्छौँ यो चाहिँ एउटा भ्यू पोइन्ट छ होइन माथि गएर भ्यू पोइन्ट हेर्ने एउटा चाहिँ अवलोकन स्थल हो भ्यू पोइन्ट हो क्या भ्यू पोइन्ट चाहिँ छ होइन तलबार झरना झर्ना त यहाँ त फालाफाल रहेछ त तलबार गयो भने चाहिँ तलबार पुरै देख्ने जस्तो लाग्छ हो तलैबाट पहिला हेर्ने हो क्या अनि पछि बरु माथि जानु पर्यो जाम्ला तलै गर्छ हो दुईवटा भ्यू पोइन्ट छ क्या एउटा त्यही चाँडो हिँड्नुको फाइदै हो क्या हामीले गरेको निर्णयअनुसार हामी सिधा भाङ्गे झरनातिर अगाडि बढ्यौँ जहाँबाट हामी अगाडिको दृश्य हेर्न सक्ने थियौँ अगाडि बढ्दै गइसकेपछि हामी जलविद्युतमा पुग्यौँ जुन नेपालको एकदमै ठुलो जलविद्युत त्रिशुली जलविद्युत थियो त्यहाँबाट नेपालभरिका ठाउँहरूमा विद्युतहरू पुर्याउने गरिन्छ हामीले त्यो ठाउँ पनि हेऱ्यौँ र मनमा नै यो गुन्यौँ कि यो ठाउँमा बाटो राम्रो हुनेको एउटा मुख्य कारण भनेको जलविद्युत आयोजना पनि रहेछ यसले गर्दाखेरि हामी जाने बाटोहरू एकदमै पिच सरल र एकदमै आनन्ददायक थियो हामी सरल र केही नसोचिकन अगाडि बढ्यौँ भनिन्छ नि यदि कुनै पनि राम्रो ठाउँमा जानु छ भने पहिला त्यहाँनिरको बाटो छिछिल्नुपर्छ अलिकति अगाडि आएपछि थाहा भयो बाटो त अप्ठ्यारो रहेछ ठाउँ ठाउँमा एकदमै ठुलो ढुङ्गा ग्राभेलहरू थियो बाटो एकदमै अप्ठ्यारो उकालो थियो कुनै कुनै ठाउँमा भए तापनि हामी त्यो बाटो छिछोल्दै अगाडि बढिरहेका थियौँ बाटोमा केही ट्रकहरू रोकिएका थिए सायद बाटो बिग्रेर होला अलिकति अगाडि गएपछि हामीले बाटोको अवस्था देख्यौँ त्यहाँनिर मानिसहरूले बाटो बनाइरहेका थिए तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै छोटो सानो बाटो थियो र बाटो बनिरहेको थियो वरिपरि चाहिँ त्रिशुली बगिरहेको थियो यस्तो विकट ठाउँमा आएर पनि आफूले श्रम गरेर बाटो बनाउनु हुने सम्पूर्णलाई मेरो तर्फबाट धेरै नमन छ तपाईँहरूले गर्दाखेरि यो बाटोबाट हामी अगाडि बढ्न सफल भयौँ केही अगाडि पुगिसकेपछि भाङ्गेले आफ्नो मुख देखायो हे भगवान् त्यो देखेर यति आनन्द भयो हामीले गरेको जुन यात्रा छ त्यो यात्राले सार्थकता पायो वरिपरि यो बाटो हिँड्दै जाँदाखेरि तपाईँलाई कुनै पनि ठाउँमा रिग्रेट हुँदैन किन हुँदैन भन्दाखेरि त्यहाँनिर भएको त्यो ल्यान्डस्केप त्यो दृश्यले तपाईँलाई लोभ्याउँछ भाङ्गे जति नजिक आयो मनमा त्यति धेरै रमाइलोपन छाइरहेको थियो अलिकति अगाडि पुगिसकेपछि हामीले भाङ्गेलाई एकदमै नजिकबाट निहाल्ने मौका पायौँ र त्यो देखिने बित्तिकै हाम्रो जुन इम्प्रेसन छ त्यो इम्प्रेसन म तपाईँहरूलाई देखाउँछु सुन्नुहोस् है त मेरै साथीहरूको मुखबाट सो आफ्टर मेबी 4 to 4.5 आवर्स अफ राइड अहिले चाहिँ हामी यहाँ म अहिले चाहिँ कस्तो भन्ने अब आई क्यानट से माई वर्ड्स टु डिस्क्राइब दिस झरना होइन किनभने हामी अस्ति सुरसिङ जाँदाखेरि चाहिँ एकदमै म्यासिभ झरना थियो भने यो चाहिँ बबाल झरना छ क्या लास्टै डेन्जर झरना छ अनि ब्युटीको कुरै छैन क्या अब त्यत्रो 4.5 आवर्स राइड हामीले गऱ्यौँ बट स्टिल इट फिल्स लाइक हामीले राइड नै गराइछौँ क्या सो बाटो एकदमै राम्रो छ पिपल आर इन्जोइङ हियर सो इफ यु वान्ट टु इन्जोय अ डे राइड इट इज द बेस्ट प्लेस यु कुड एभर ह्याभ एन्ड वाट आई वुड लाइक टु से कि अब नेपाल यसै पनि जलस्रोतको दोस्रो धनी देश अथवा कुनै पनि मानव एउटा तथ्याङ्कले भन्छ होइन यत्तिकै धनी देश भने होइन क्या इट्स अ फ्रेस वाटर यसलाई चाहिँ हामीले पानी पिउनको लागिदेखि लिएर हरेक चिजको लागि चाहिँ हामी युटिलाइज गर्न सक्छौँ यस्तो दामी बगिरहेछ अब यहाँनिर हाइड्रो इलेक्ट्रिसिटी पनि निकालिरहेछ होइन जलविद्युत त्रिशुली जलविद्युत चाहिँ केन्द्र यहीँनिर छ यस्तो आनन्द फिल भइरहेछ बडीमा कि म डिस्क्राइब नै गर्न सक्दिनँ सो इफ यु गाइज वान्ट टु रियली कम हियर हामी इन्जोय गर्न बाँकी नै छ स्टिल यहाँबाट धेरै कुराहरू गर्न बाँकी छ हामी एकछिनमा गर्छौँ बट माई फर्स्ट एक्सपिरियन्स अनि मेरो फर्स्ट इम्प्रेसन
It's just wow. It is beyond my imagination. Great place. हेरौँ हेरौँ जस्तो लाग्ने मलाई त्यो राइड गरे जस्तो लागेन साँच्चै है? यस्तो बाटो पनि केही छैन बाटो यस्तो राम्रो छ केही छैन अब यहाँ अझै इन्जोय गर्न त बाँकी नै छ बवाल छ होइन जस बाटो हेरिकन भन्ने हो भने चाहिँ बाटो त्यस्तो गाह्रो नि छैन केही नै छैन तर जुन भ्यू देखिरहेछ जुन झर्ना देखिरहेछ होइन सायद आकाशले सिनेमेटिक उसमा पनि देखाउँछ होला देखाउनु चाहिँ तर एकदम त्यो भन्नै नसक्नेवाला छ क्या माथिबाट झरेको पानी लाइक त्यो स्लो मोसन खिचेको भिडियो जस्तो नि छ होइन तर स्लो मोसनमा त छैन तर भनौँ न भाइब चाहिँ त्यस्तो आउँछ क्या राम्रो चाहिँ एकदम बवालै राम्रो छ जस हामीले 4 घन्टा सोचिरहेको थियौँ तर लगभग 3 घन्टा लाग्दो रहेछ बाटो पिच नै छ मतलब 90% अफ द बाटो चाहिँ राम्रै छ 10% चाहिँ अलिकति अब अप्ठ्यारो भनौँ तर त्यस्तो अप्ठ्यारो नै होइन स्कुटरहरू मजाले आउँछ आइरहेछ है अनि त्यो भएकोले चाहिँ आई थिङ्क एकचोटि चाहिँ भिजिट गर्नुपर्ने ठाउँ चाहिँ हो यो ओके सो हामी चाहिँ अहिले यो झर्नाबाट अलिकति है उता माथि झर्ना छ यो भाङ्गे भइहाल्यो यहाँबाट अलिकति तल चाहिँ एकछिन यताबाट राम्रो भ्यू देखेको कारणले गर्दाखेरि चाहिँ अहिले हामी यो झोलुङ्गे पुलमा गइरहेछौँ अनि यु क्यान सी है ब्युटी यति राम्रो चाहिँ ल्यान्डस्केप देखिरहेछ यति राम्रो ल्यान्डस्केप देखिरहेछ कि पुरै नगरौ रुपेश त्यहाँ जाँदैछ सो वी आर ट्राइङ टु इन्जोय दिस ब्युटिफुल प्लेस एज मच एज वी क्यान किनभने टाढा यहाँ छ स्टिल ब्युटिफुल प्लेस यो जति बयान गरे पनि कमै छ क्या उता हेर्नु झर्ना उतै पर झर्ना कति मात्रै झर्ना झरझर झर्ना झरझर झर्ना जाउँ झर्ना हेर्न कहाँ जाने कहाँ रसुवा जाने ऊ साध्य छ त बयान गरेर छैन नि होइन भाङ्गे झरनाको त्यो वातावरणले एकदमै धेरै मोहनी लगाइसकेको थियो हामीलाई तर एकछिनपछि यसो बाहिर फर्केर हेर्दाखेरि बाहिरतिर त कति धेरै फोहोरहरू रहेछ त्यहाँ घुम्न आउने साथीहरूले आफूले खाएका विभिन्न किसिमका वस्तुहरूको चिजबिज त्यसका खोलहरू यत्तिकै फाल्नु भएको रहेछ मेरो एकदमै धेरै हम्बल रिक्वेस्ट छ यदि तपाईँहरू कोही यसरी जाँदै हुनुहुन्छ भने यस्तो राम्रो ठाउँमा यसरी फोहोर गर्ने काम नगरिदिनु होला मैले सकेको फोहोर टिपेर यसलाई सही ठाउँमा व्यवस्थापन गरेको थिएँ झरनाको चिसो पानीमा खेल्दै त्यो झरनाको मनमोहक दृश्यलाई मनमा अटाउँदै हामी फेरि पनि अगाडि बढ्यौँ भोक लागिसकेको थियो त्यसैले होमस्टेमा गएर खानासाना खाएर हामी फेरि पनि त्यो भ्यू पोइन्टको लागि अगाडि बढिरहेका थियौँ भ्यू पोइन्ट जानको लागि बाटो त्यहाँबाट छुट्याइएको छ त्यहाँनिर एउटा बोर्ड पनि छ र सो बोर्ड हेर्दै हामी माथि उकालो लाग्यौँ भ्यू पोइन्ट जाने बाटो अलिकति अप्ठ्यारो र अफरोड छ मनमा भ्यू पोइन्टमा गएर त्यहाँनिरबाट लोभलाग्दो भ्यू हेर्ने हाम्रो इच्छा थियो त्यसैले हामी बाटो जस्तो सुकै होस् भनेर छिछोल्दै अगाडि बढ्यौँ अलिकति अगाडि गइसकेपछि त ढलान बाटो छ र सजिलैसँग माथि जान सकिन्छ केही माथि पुगिसकेपछि भने अलिकति अप्ठ्यारो र अलिकति अफरोड बाटो भए तापनि त्यो ठाउँमा हामी सजिलैसँग पुग्न सक्छौँ मेरो फोनको ब्याट्री सकिएको कारणले गर्दाखेरि मैले सबै भिडियोहरू क्याप्चर गर्न पाइनँ र सिधै हामी पुग्यौँ होमस्टे नजिकै त्यो अफरोड मजाले लगभग 20 मिनट 25 मिनट लाग्यो होला त्यो अफरोड आइसकेपछि यहाँनिर हामी यो भाङ्गे झरनाको भ्यू पोइन्ट जान लागेको छौँ अनि पुगिसक्यौँ भनौँ न यहाँनिर सापकोटा रिसोर्ट्स पनि छ सरी होमस्टे अनि यहाँ चाहिँ अब खानासाना भनेर हामी यो भ्यू पोइन्ट पनि एकचोटि हेर्छौँ सो बिचमा ब्याट्री सकेको कारणले गर्दाखेरि चाहिँ देखाउन सकिएन स्टिल वी आर मुभिङ टुवर्ड्स द भ्यू पोइन्ट अब भ्यू पोइन्टमा के कस्तो छ भन्ने कुरो त्यहाँ गएर तपाईँहरूलाई देखाउँछु है त गाइस सो वी आर नाउ एट भ्यू पोइन्ट अफ दिस भाङ्गे झरना सो यहाँबाट कतिको राम्रो भ्यू देखिन्छ म देखाउँछु एन्ड भ्यू इज जस्ट बियोन्ड द इमेजिनेसन यति खतरा भ्यू देखिरहेछ बवाल इट्स भाङ्गे झरना
यसलाई अघि पनि उहाँको होमस्टे सञ्चालकले चाहिँ यसलाई चाहिँ हामीले के भनेर चिन्नुपर्छ, भाङ्गे भनेर चिनाउनुपर्छ भन्ने कुरा गर्नुभएको छ। दिस इज भ्यू पोइन्ट, सो आई विल सो यु द रियल फेस अफ भाङ्गे। Have finished all the angles of this Vange waterfall. हामीले सब एङ्गलबाट हेऱ्यौँ, परको तलबाट एङ्गलबाट नि हेऱ्यौँ, यहाँबाट पनि हेऱ्यौँ, सबतिरबाट हेरि भ्यायो। नाउ भोक लाग्यो, सो अब चाहिँ हामी होमस्टेमा गएर खानासाना खाएर देन त्यहाँनिर अर्को पनि नेचुरल स्विमिङ पुल छ, त्यहाँ पनि हामी जान्छौँ होला। अनि त्यहाँबाट चाहिँ भाग्नुपर्छ घरतिर, किनभने घरतिर भाग्नुपर्छ है। सो इट इज रियली वर्थ इट है त। नमस्ते। नमस्ते दाइ, तपाईँको नाम? मेरो नाम सबिन सापकोटा। हजुर। अनि यो होमस्टे खोलेको कति भयो तपाईँको? हाम्रो 2 वर्ष जति भयो। पहिले चाहिँ झर्नाको बेसमा थियौँ, 2 वर्ष भयो। अनि यो भाङ्गे झरना भनेर चिनियो होइन, यो खासमा भाङ्गे चाहिँ किन भनेको होला, तपाईँले के आइडिया छ? हाम्रो चाहिँ यो माथि भाङ्गे भन्ने एउटा गाउँ छ, पहिले घट्टहरू भएको भएर त्यही नामले चाहिँ परिचित थियो पहिलेदेखि। अनि अहिले यो भाङ्गे भनेर अब हामीले पनि युट्युब हेरेरै अब बुस्ट हुँदैछ भनौँ न होइन। अनि यो बुस्ट हुँदाखेरि अब सुरुवात भनौँ न, सुरुवात कसरी भयो? अब जुन पनि ठाउँ अब अहिले त सोसियल मिडियाले गर्दाखेरि नै फेमस हुन्छ नि त। अनि यसमा चाहिँ तपाईँलाई यो ठाउँमा चाहिँ अब यो भाङ्गे झरना यसरी फेमस भयो भन्दाखेरि केही कसैले गर्दाखेरि कोही व्यक्ति अथवा केही छ त्यही? अब यस्तो छ, अब यो 2020देखि चाहिँ अब बल्ल इन्टरनेट अलि राम्रोसँग पहुँच आइपुगेको थियो। त्यो पछि चाहिँ हामीले नै सोसियल मिडियामा भिडियोहरू पोस्ट गर्न थाल्यौँ। हामीले झर्दा झर्दैको क्लिप चाहिँ राखेका थियौँ, सुरुमा अपलोड गरेका थियौँ। त्यो बेलादेखि चाहिँ अलिकति प्रचारमा अलिकति टेवा पुग्यो। अनि घर यहीँ भएको हिसाबले हरेक समयमा चाहिँ हामीले लाइभहरू अनि तपाईँको जे होस् ठुल्ठुलो देखिने, राम्रो देखिने विभिन्न अब ट्याग गरेर सबैलाई ट्याग गर्न थाल्यौँ। युट्युबरदेखि लिएर सोसियल मिडियामा जो इन्स्टाग्रामहरू हुनुहुन्छ नि ट्राभलका, उहाँहरूसँग कनेक्ट गरेर जस बुस्ट गऱ्यौँ। अब अहिले धेरै ठाउँमा चाहिँ यस्तो भनौँ न, हामी पनि 2-4वटा झरनाहरू घुमिसक्यौँ मैले होइन। अनि त्यो मध्ये चाहिँ यहाँ आउँदाखेरि अब बाटो पनि भनौँ न सुगम छ क्या, थोरै बाटो मात्रै अलिकति अप्ठ्यारो हो। यहाँ माथि आउँदाखेरि थोरै अप्ठ्यारो फिल भयो, होइन भने बाटो सुगमै छ। अब बुस्ट हुनुपर्ने हो होइन, अझै पनि अब सायद हामीले पनि केही हेल्प गर्न सक्छौँ होला। जस खुसी लाग्यो तपाईँहरूले गरिराख्नु भएको छ। अब आफ्नो देश नेपाल होइन झन् घुम्न पाइराख्दाखेरि अझ रमाइलो भइरहेछ। सो यहाँ आउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यहाँ आउनेहरूलाई चाहिँ के भन्छु भने काठमाडौँबाट रसमा चाहिँ नआउनुहोस् होइन, अलिकति टाइम लिएर आउनुपर्छ, किनकि यो वरपर घुम्न नै 3 दिन लाग्छ कि उस्तै। हो अझै केही छ यता फेमस? यता झर्नै झर्ना छ, माथि गए धेरै झर्ना छ। यो पो एक्सप्लोर भयो, अझै हिडन जेम्सहरू टन्नै छन्, माथितिर पनि छन्। कस्तो ठुलै छ कि? ठुलो राम्रो नि छ। हो अनि त्यो पनि तपाईँहरूले बुस्ट गर्नुहुन्छ होला नि? अब के छ यस्तो छ, अब टाइम धेरै हुन्न। अब यही एउटा मात्र सेक्टरमा हामी काम गर्दैनौँ, अरूमा पनि टाइम दिनु पर्या भएर जस बुस्ट गर्दैछौँ बिस्तारै बिस्तारै। अघि बाटोमा आउँदै गर्दाखेरि क्या होइन, हामीलाई नि अब आउँदाखेरि चाहिँ यसो बस्ने गरी आउनुपर्छ भन्ने फिल भइरहेको थियो क्या। यसो रमाइलो गर्ने गरी बस्ने गरी अलिकति टाइम बढी स्पेन्ड गर्ने गरी यस रमाइलो लाग्यो। अनि अब कोही आउनुहुन्छ भने अभियसली यो सायद मलाई जहाँसम्म लाग्छ यो एउटा मात्रै होमस्टे नजिकै। यहाँनिर चाहिँ 3टा छ। मेरो चाहिँ मैले चाहिँ भाङ्गे झरना रिसोर्ट भनेर दर्ता गरेको छु, किनकि अब यसको चाहिँ अब रक्सीहरू बेच्नुपर्ने हुन्छ, अहिले त्यसले गर्दा चाहिँ अलिकति प्रब्लम होला भनेर चाहिँ दर्ता गरेर आफू चाहिँ सेफ बसियो। हुन चाहिँ अब घरमा नै छ भनौँ होइन, गाउँै यही भएपछि। अनि 2टा अङ्कलको छ, 1जना तल्लो दाइको छ। हजुरले चाहिँ के गरिदिनुहोस् भने यसलाई चाहिँ अब मैलुङ भनेर धेरै नै अलिकति भाङ्गे भन्दा पनि मैलुङ भनेर अलिकति फेमस छ। यो चाहिँ गुगल म्यापमा म्याप सेट गर्दै गर्दा त्यो मैलुङ भन्ने चाहिँ अरूले राखिदिनु भयो, त्यसले गर्दा चाहिँ हामीलाई भाङ्गे भाङ्गे भनेर अझै पनि चिनाउनु परिरहेछ कि। भाङ्गे नै भनेर चिनाउँदा राम्रो। भाङ्गे नै जुन अफिसियल छ होइन, मैलुङ भनेको चाहिँ हाम्रो ओडा नै फरक पर्छ कि। भाङ्गे ओडा नै फरक पर्ने भएकोले चाहिँ भाङ्गे झरना भनिदिँदा बेस्ट हुन्छ। तपाईँहरूलाई मैले त्यही आग्रह गरेँ। ओके, थ्याङ्क यू सो मच। अहिले खानासाना खाऊँला है। ल हुन्छ, तर आजकल किन भेज खान थाले रे? म नर्मली बाहिर जाँदाखेरि म भेजै खान्छु हो, म मासु खाँदिनँ। राम्रो राम्रो यार, किनभने मलाई दुईवटा कम्पनी
8 दिन खाऊ एकदम लोकल बुढो हो मिठो ओहो छुँदै मिठो लाग्छ रहेछ नि बाबु भोकै मिठो हो कि खानासाना खाइयो एकदम मिठो बसाइ भयो मजाले आराम पनि गऱ्यो यहाँबाट अब यहाँ बसेअनुसार चाहिँ एकदम रमाइलो पनि छ ठाउँ पनि राम्रो छ एकदमै फ्यामिली इन्भाइरोमेन्ट पनि छ होइन अनि मजाले खायो खानासाना नि अनि त्यो पनि एकदमै रिजनेबल छ खानाहरू पनि होइन मिठो पनि छ सो अब यहाँबाट हामी सरासर लाग्छौँ अनि त्यहाँ स्विमिङ पुल छ भनेर भन्नुभएको छ त्यहाँ भयो भने स्विमिङ पुल पनि यसो हेर्छौँ इनकेस भयो भने अब खेल्न त खेलिँदैन होला बट यो होल यो त ठाउँ नै डबल अब होमस्टेहरू छ मजाले बस्न सक्नुहुन्छ है तपाईँहरू सो होइन स्ट्रङली रिकमेन्ड गर्छु आउनु भाङ्गे झरना बबाल छ लाइफ टाइम एक्सपिरियन्स हुन्छ नयाँ नयाँ ठाउँ जति जति घुमिरहेछौँ यस्तो भइरहेछ होइन एकदमै बबाल छ ल सियो है त गाइस यो होमस्टेबाट अलिकति पर आइसकेपछि यति रमाइलो यति मजाको यो स्विमिङ पुल छ जुन चाहिँ नेचुरल्ली बगिरहेको छ देख्न सक्नुहुन्छ साथीहरू रमाइरहेका थिए तर अब मलाई चाहिँ त्यतिखेर खासै त मन लागेन तपाईँहरू यो ठाउँ एक्स्ट्रा बोनसको रूपमा पाउन सक्नुहुन्छ छिटो आएर यो ठाउँमा रमाइलो गर्न सक्नुहुन्छ है त सी यू गाइज